लुगा धुँदै हुनुहुन्छ अनि यता कृति दिदी पढ्दै हुन्छ। हेलो यो चाहिँ म हो। अनि यता आमाले बोट बिरुवा फलाम भह हेर्नुहोस्। अनि यता चाहिँ बाबा हुनुहुन्छ। हेलो बाबा चिजन। अनि यता चाहिँ नुहाउनको लागि मोटर पनि छ। अनि उता धारामा पनि छ। यता चाहिँ गोबर ग्यास। अनि कृति दिदी चाहिँ यहाँ पानी खान बिरालोलाई पानी दिन आउनु भयो। हेलो 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 हेलो। अनि बिरालो चाहिँ कहाँ गयो? यहाँ बिरालो। म्याउ म्याउ। ए अर्को बिरालो नि भाइ हो। इस बिरालो म्याउ म्याउ म्याउ। हेलो अनि अब चाहिँ अगाडि देखाउँछु। यता चाहिँ यस्तो छ। अनि यो चाहिँ पछाडिको घर। आमाले त परिबुन्दै हुनुहुन्थ्यो। अनि आमा कहाँ जानुभयो? अब अगाडिको देखाइदिन्छु। यता चाहिँ यस्तो छ। यता झ्याल। यता पनि खेतबारी छ। अनि यता आमा यहाँ आउनुभएको रहेछ। हेलो हेलो हेलो। यहाँ हेर्नुहोस्। अब अगाडि यता चाहिँ मन्दिर हो। अनि यता चाहिँ पूजा कोठा छ। हेर्नुहोस् पूजा कोठा। पूजा कोठा यस्तो छ। यहाँ चाहिँ भगवान हुनुहुन्छ। अनि यहाँ चाहिँ बस्ने सिट छ पानी चढाउनको लागि। किताबहरू। अब माथि अब त्यो माथि जाने। यता चाहिँ पुतली उडेछ। यता चाहिँ म हुँ। अनि आमाले फेरि त परिबुन्न लम्बा। यता चाहिँ किचन छ। अब चाहिँ माथि छतमा जाने। यता चाहिँ बहिनीको घर। बहिनीको छत। अनि अब चाहिँ मेरो छत देखाउँछु। मेरो गाउँको छतबाट यो चाहिँ दिसमको। अनि यो चाहिँ सोलर। यो चाहिँ ट्याङ्की। अनि यता चाहिँ सिनहरू यस्तो छ। यहाँ पनि धान हो। अनि यता बहिनीको बहिनी अङ्कलले धान काट्नु भयो। अनि धान काटेर धान त्यहाँ। अनि हाम्रो गाउँको नाम चाहिँ तमौलीपुर। अनि तमौलीपुरको सिनेरी
अनि पछाडिको सिनेरी चाहिँ यस्तो छ। घर यता चाहिँ पुतली उडे। यी पुतली अब चाहिँ म तल गएँ। यहाँ पुतली यता चाहिँ पुतली छ। अब पुतली चाहिँ उड्छ, उडिगयो। अनि यता चाहिँ पिङ छ। अनि हामीले माटोको भाँडाबाट ठुलो कृति दिदी र म भएर। अनि यता चाहिँ यो चाहिँ शिव भगवान, हिमाल, गिलास, गराम। अनि यता चाहिँ तरकारी पाकेर अनि यहाँ भात पनि पाकिसक्यो। म पनि होमवर्क गर्दै थिएँ अनि भ्लग बनाउन सुरु गरेँ। अनि बिरालो त्यहाँ टोयलेटनिर बस्यो। ए कता भाग्यो? यी यता भागिहाल्यो। अनि यहाँ चाहिँ बाबा हुनुहुन्छ धान काट्दै। यी म्याउ भने बिरालो म्याउ कहाँ गयो? इ यहाँ ऊ त्यहाँ गयो अहिले। उनी भागेको। अघि मैले देखाएको ग्रीन कलरको घर यहाँबाट नि देखियो। उता चाहिँ अङ्कल आन्टीको घरको टोयलेट। पुतली कति मजाले उडिरहा। अनि यो चाहिँ म हो। अनि यतिमा चाहिँ हामीहरूको ब्लग सकियो। थ्याङ्क यू।